मङ्सिर मेष राशिको लागि लुकेका सत्य, भित्री डर र ठूला परिवर्तनहरूको सामना गर्ने समय हो, किनभने तपाईको आफ्नै राशि स्वामी लग्नेश मङ्गल सूर्य र बुधसँग मिलेर महिनाको सुरुवातमा अष्टम भाव वृश्चिक राशिमा मतलब सङ्कट र रूपान्तरणको घरमा त्रिग्रही आँधी नै सृजना गरेको छ। यो महिना मेष राशिका लागि साँच्चीकै गहिरो रूपान्तरणको सङ्केत गर्दछ। हो, एकदम। यो त्रिग्रही आँधी साँच्चै शक्तिशाली छ, त्यो पनि वृश्चिक राशिमा, जुन आफैमा सङ्कट, गहिराई, अनुसन्धान, गोप्यताको घर हो। त्यसमाथि मेषको आफ्नै स्वामी मतलब ऊर्जाको कारक मङ्गल पनि त्यही, सूर्य र बुध पनि सँगै। यसले त भित्री उथलपुथल, लुकेका कुराहरू, डरहरू हैन, सबैलाई जबरजस्ती सतहमा ल्याउने जस्तो योग बनाउँछ। एकदम तीव्रताको समय हो यो। त्यसो भए मुख्य चुनौतीहरू यही अष्टम भावबाटै आउने भए, जस्तो स्वास्थ्यमा अचानक समस्याहरू, दुर्घटना वा शल्यक्रियाको जोखिम बढ्ने हो कि? त्यो सम्भावना रहन्छ। अष्टम भावले त्यस्ता कुराहरू देखाउँछ। अनि लुकेका सत्यहरू बाहिर आउने, भित्री डरहरूले सताउने, अझ पैतृक सम्पत्ति जस्ता मामिलाहरू पनि बझिन सक्छन्। बापरे, यो त एक किसिमले जीवनकै अपरेसन जस्तो सुनिन्छ त। हो, भन्न सकिन्छ। यो अलिकति चुनौतीपूर्ण त छँदैछ। अनि यसलाई 12औं भावमा रहेको शनिसँग पनि जोड्नु पर्छ नि। हो, 7.5 पनि चलिरहेको छ मेषलाई। हो, त्यो पहिलो चरण। 12औं भावले खर्च, हानि अनि अलि एक्लोपन जस्तो गराउँछ। शनि त्यहाँ बसेर पहिले नै मानसिक दबाव, खर्च बढाइरहेको अवस्था छ। अनि 8औं भावको यो सङ्कट र 12औं भावको शनिको प्रभाव, यो दुईटा मिल्दा के हुन्छ त? यसले कि त व्यक्तिलाई निकै तनाव दिन्छ, मतलब एकदमै गाह्रो पार्छ, कि चाहिँ अलि भित्री खोज, आध्यात्मिकता, वैराग्यतिर पनि धकेल्न सक्छ। गहिरो कुरा रहेछ। यो विस्तृत विश्लेषणको आधार चाहिँ मेरो नेपाल मोबाइल एप हो है? हामीले यो जानकारी त्यहीँबाट लिएका हौं जहाँ तपाईहरूले आफ्नो जन्म विवरण राखेर यस्तै व्यक्तिगत विश्लेषणहरू पाउन सक्नुहुन्छ। र सबभन्दा राम्रो कुरा के छ भने यो एपबाट दैनिक 3वटा ज्योतिषीय प्रश्नहरू निशुल्क सोध्न मिल्छ। त्यो त राम्रो सुविधा रहेछ। हो नि, जस्तै मेरो विवाह कहिले होला हैन, वा आर्थिक अवस्था कस्तो रहला, विदेश यात्राको योग छ कि छैन, यस्ता आफूलाई लागेका जुनसुकै प्रश्नहरू सोध्न मिल्छ। अनि उत्तर चाहिँ तपाईको आफ्नै कुण्डली अनुसार तुरन्तै पाइन्छ। दिनको 3 प्रश्नसम्म बिल्कुल निशुल्क। यो तपाईको खल्तीमै भएको व्यक्तिगत ज्योतिष जस्तै भयो। 3 प्रश्नसम्म निशुल्क? हो। अब अरू पात्रो वा क्यालेन्डर एपहरू खोजिरहनु पर्दैन, सबै जानकारी यसैमा छ। ल, अब फेरि ग्रहतिरै फर्कौं। चुनौतीका कुरा त भए, केही राहतका पक्ष पनि छन् कि? छन् नि, किन नहुनु। 7औं भाव मतलब दाम्पत्य र साझेदारीको घर तुला राशिमा शुक्रले मालव्य योग जस्तो एकदमै शुभ योग बनाएका छन्। मालव्य योग पञ्चमहापुरुष योग मध्ये एक हैन? हो, एकदम। यसले सम्बन्धमा आकर्षण, समझदारी, सन्तुलन ल्याउँछ। त्यो 8औं भावको तनावका बीच पनि यसले दाम्पत्य जीवन र साझेदारीलाई धेरै हदसम्म जोगाउने काम गर्छ। त्यो त राम्रो भयो। अझ मङ्सिर 8 देखि 21 सम्म जब बोली र व्यापारका कारक बोध पनि यही तुला राशिमा शुक्रसँगै हुन्छन् नि, त्यो समय त झन् व्यापारिक सम्झौता, स्पष्ट कुराकानी हैन, यस्ता कुराका लागि निकै राम्रो हुन्छ। अनि महिनाको सुरुका 10 दिन जति, मतलब मङ्सिर 1 देखि 11 सम्म, त्यो पनि महत्त्वपूर्ण छ क्यारे। बृहस्पति 4ठो भावमा उच्च भएर बस्दा। हो, त्यो छोटो अवधिका लागि। ज्ञान र सुखका कारक बृहस्पति 4थो भाव कर्कट राशिमा उच्च भएर बस्दा पारिवारिक सुख, मानसिक शान्तिको एउटा सुनौलो अवसर जस्तो मिल्छ। छोटो तर मिठो समय। तर फेरि मङ्सिर 11 मा उहाँ वक्री भएर तेस्रो भावमा जानुहुन्छ। हो, मङ्सिर 11 मा बृहस्पति वक्री हुँदै तेस्रो भाव मिथुन राशिमा सर्छन्। वक्री हुनु भनेको ग्रह पछाडि फर्के जस्तो देखिनु हो। यसले अक्सर पुरानो कुराहरू, विगतका योजनाहरू, निर्णयहरू, सम्बन्धहरूलाई फेरि केलाउन प्रेरित गर्छ। भनेपछि ध्यान अब पारिवारिक सुखबाट हटेर अलि योजना, सञ्चार अनि भाइ-बहिनीसँगको सम्बन्धको पुनर्मूल्याङ्कनतिर जाने भयो। हो, ठ्याक्कै। पुराना कुराहरू, रोकिएका योजनाहरू फेरि अगाडि आउन सक्छन्। त्यसलाई केलाउने समय हो त्यो। र महिनाको अन्त्यतिर आउने त्यो ठूलो राहत, मङ्सिर 22 गते, मेषका आफ्नै स्वामी मङ्गल त्यो 8औं भावको तनावपूर्ण अवस्थाबाट
निस्केर 9औं भाव भाग्यस्थान धनु राशिमा प्रवेश गर्दैछन्। यो त साँच्चै ठूलो परिवर्तन हुनुपर्छ है। निश्चित रूपमा यो निकै ठूलो राहत हो। जुन ऊर्जा, जुन शक्ति अहिलेसम्म सङ्कट, गहिराई, भित्री तनावमा अल्झिएको थियो, त्यो अब बाहिर निस्केर भाग्य, धर्म, ज्ञान, यात्रा, सकारात्मकतातर्फ लाग्ने भयो। बल्ल सास फेर्न पाइने भयो जस्तो। हो, 8औं भावको त्यो कठिन अनुभवपछि अब भाग्यले साथ दिन थालेको महसुस हुन्छ। रोकिएका कामहरू अघि बढ्न थाल्छन्, एउटा नयाँ ऊर्जा आउँछ। त्यसो भए सारमा भन्नुपर्दा मेष राशिका लागि मङ्सिर महिना सुरुमा अलि गहिरो, चुनौतीपूर्ण, आत्ममन्थन गर्नुपर्ने खालको भयो, तर महिनाको अन्त्यतिर चाहिँ स्पष्ट मार्ग, राहत र सकारात्मक ऊर्जातिरको यात्रा देखियो। सुरुमा भित्री डर र सत्यसँग सामना, पछि चाहिँ भाग्यको साथ। हो, र यहाँ एउटा गहिरो प्रश्न पनि उठ्छ, विचार गर्न लायक। के होला? जब व्यक्ति 8औं भावको त्यो गहन सङ्कट र रूपान्तरणबाट गुज्रिन्छ होइन, अनि त्यसपछि 9औं भावको धर्म, सत्य र विश्वासतर्फ मोडिन्छ, त्यसले उसको जीवनको अर्थ र आफ्नो सत्यप्रतिको बुझाइलाई कसरी स्थायी रूपमा बदल्छ होला। अँ, यो अग्नि परीक्षाले मेष राशिको जुन मौलिक स्वभाव छ, त्यो अग्नि तत्त्व